नजाने त्यो त पोसिबलै छैन। यहाँ चाहिँ हाम्रो टोली क्याटनालाई कुरिरहेको छ, त्यो चाहिँ यताबाट आउँछ। फाइनल्ली आधी घन्टा पुगेपछि क्याटना दिदी आइपुग्नु भएको छ। क्याटना तिमी कति बेर पछि ढिला आयो भन्नु। हेलो चटपट चटपट जाने बेलामा खाएर जान्छन्। तिनीहरू दुईजनाको व्रत गए भागे। जाम जाम। यहाँ चाहिँ हामी पानी खानलाई बसिरहेछौँ। फर्स्ट स्टप ठिक छ। कसरी चाहिँ हेर्नु कस्तो राम्रो देखिया कुहिरो। गाइजहरू म दुब्लाई र मेरो प्यान्ट लुज भएर यिनीहरूले यहाँ यस्तो लहरा टिप्ने ढङ्ग नभएको मान्छे के फेरि यहाँ हेर्न घाँस टिपिरहे। यो लहरा भनेको कि पुनम यो लहरा यसले त धान्दैन होला। हेलो गाइज, म हजुरहरूलाई आज देखाउन जाँदैछु मेरो रेयर एस्थेटिक। के भयो कि फेरि गरेर चेन्ज भयो क्यामेरा नि। नेचुरल। हेलो हेलो पसिनाले हामी मित्रकै भयो। गाइस कस्तो राम्रो देखिएछ, रियलमा एकदम राम्रो देखिएछ। अगाडिबाट क्यामेराले चाहिँ त्यस्तो क्याप्चर गर्न सक्यो होइन, अलिक के गर्नु, त्यो मोबाइल नै त्यस्तै परेछ। राम्रो भिडियो देखिरहेछ, यस्तो भइरहेछ। भिडियो भ्यू राम्रो देखिरहेछ। नाइस छ नाइस। मन्दिरमा रेड कार्पेट छ यता। हामी चाहिँ अब फर्किन लाग्यो। मेरो आवाज सुकिसक्यो। यहाँ भजन भइरहेको थियो, मैले भजन गाएँ। अतिथिको रूपमा गैँडाकोट वडा नम्बर 1 का वडा सचिव आदरणीय व्यक्तित्व पदम प्रसाद अधिकारीज्यूलाई अतिथिको रूपमा आसन ग्रहणको लागि हार्दिक आग्रह गर्दछु।
म देखाउँछु अब। यसै गरी यस मौलकालिका मन्दिरका विभिन्न समिति उपसमितिहरू सिटमा आसन ग्रहणको लागि हार्दिक आग्रह गर्दछु। कस्तो भयो? रमाइलो भयो आज त बोरिङ भयो। भर्खरै जानकारीमा आए अनुसार रमाइलो रत्ननगर अझै नगरपालिका पनि यति रमाइलो हुँदो रहेछ फर्स्ट टाइम थाहा पाएँ। सापकोटाज्यू आइपुग्नु भएको खबर आएको छ। उहाँलाई र अब हामी चाहिँ जान्छौँ। नानी भइसक्यो 7 बज्न लागिसक्यो। अब आजलाई बाई बाई त होला मौलकालिका अन्टिल नेक्स्ट टाइम। अब हामी सिधै तल गएपछि नि हुनसक्छ, थाहा छैन। त्यही हो, बाई बाई, थ्याङ्क यू फर वाचिङ। के भन्नु ल लाइक सब्सक्राइब कमेन्टहरू गरिदिनु होला। त्यही हो, रमाइलो भयो कि रियाक्सन गाइस, रियाक्सन। मेरो चप्पल खोज्नु पर्छ यहाँ आएर। यहाँ चाहिँ मेरो चप्पल छ, म चाहिँ चप्पल लाउँछु। त्यो चाहिँ मेरो चप्पल हो। गुल्टिन्छु कि क्या छु। हाम्रो त जुत्ता छैन, हाम्रो त चप्पल हो। भनिदिउँ न त, ब्लगिङ गरौँ अब। Like, share and subscribe.